Tarka Gyang to Ama Yangri Base Camp, Part 2. तार्के ग्याङ आएका छौँ हाम्रो एके म्याक्स मार्टिन साउट आउट टु एके हरि भतिज दाई तपाईँको अर्को के छ या मार्ली या एके निकेश के रे निकेश राठौर हाम्रो एके हाम्रो जिम्बुवाला दाई जिम्बु बेच्न आउनु भएको उहाँ यस हामी चाहिँ तार्के गाउँ हाम्रो दाइ लिएर आउनु भयो दाइ कस्तो अनुभव भयो तपाईँलाई हामी लिएर आउँदा खुसी लाग्यो खुसी आए भाग्यमा एकचोटि मात्र हुन्छ क्या दाइ लाइफमा हामी जस्तो मान्छे ल्याउने दाइलाई पनि खुसी लागेर हामी आउँदा होइन हामी चाहिँ टक्क यहाँ अहिले कहाँ छौँ दाइले सेफ राइड एकदम अब यहाँ जुत्ता फुकालेर हामी भित्र हाम्रो एकदम अर्ग्यानिक गाउँ देश समाज हाम्रो आफ्नै प्यारो घर जस्तो ठाउँमा यसरी यो अर्ग्यानिक ठाउँ होइन चट्ट ब्याग राख्छौँ हामी अब हाम्रो यहाँ हामी ब्लग यो यहाँ हेर्नु यहाँ हाम्रो यहाँनिर चुलो छ चट्ट वरिपरि हेलो भन्थ्यो हाई ब्लग वेलकम टु माई ब्लग अप हामी चाहिँ होइन फेरि वेलकम दाइ बस्नुहोस् हाम्रो जिम्बुले दाइ पनि आउनुभयो भात खानलाई अब टक्कै यहाँ पुरै लोकल हो हाम्रो खानाहरू ए दाइहरू आउनुहोस् भाइहरू भित्र खाना खान आउनुहोस् हेलो भनिदिनुहोस् हाई हेलो हाम्रो यहाँ दिदीको हामी चाहिँ हाम्रो यहाँ अर्ग्यानिक होटेलमा आएको छौँ दाइ तपाईँ नानी हेलो भनिदिनु न त दाइलाई पनि ल्याएको हेर्ने भ्लगमा अब हामी यहाँ यसरी बसिरहेको छौँ मेरो दाइ विदेशबाट आउनु भएको आज दाइले घुमाउनु ल्याउनु भएको मलाई चाहिँ हाम्रो अरू हामी नचिना साथी भाइ दिदी बहिनीहरू हेलो भनिदिनुहोस् त यता भ्लगमा हेलो भन्दै भाइ भ्लगमा हाई भइसक्यो उनीहरूले भन्छ विदेशी दाइ वाट्सएप एके दिस इज तपाईँले अब चाहिँ हामी एकछिन बन्द गर्छौँ हामी अब खाना खाने सुरु भयो होइन हाम्रो दाइ यहाँ मार्टिन दाइ आउनुभयो होइन अब हाम्रो चाहिँ अब यहाँनिर अब सबजना लाइन बसेका छौँ खाना खानलाई यस हाई हेलो सबजनाले वेलकम टु द भ्लग हुन्छ अब हाम्रो खाना खाना सुरु हुन्छ एकछिन बन्द गर्छौँ हामी है त मेरो घबराउँछ ढुङ्गालोमा बाँधिराख भयो ल अब लाग्नुपर्छ हामी कति बजे अहिले साढे 1 बजे राख्ने भन्दैछु पहिला अर्डर गर्नु पर्यो नि त हाम्रो घर त यो आउँदा त म मासु खाउँछ होइन मैले भनेको चाहिँ जस्तो पाहुना आउँदा त कुरा छोड्दैन यो गदा आउँदा त म मासु खाउँछ तपाईँहरू माथि गएर होटल के भन्दैछु यो त अहिले अघि बढी बोलिरहेको मैले याद गरिरहेको छु तर चाहिँ केही पनि नआयो त पहिल्यैदेखि बच्चैदेखि यस्तै हो माइन्ड छैन त त्यस्तै हो ल ठिकै छ मेरो भ्लगमा अब मलाई बच्चादेखि हिसाब गरेर कुट्ने हो कि त्यही हो त बच्चादेखि बिहा सबै लिनु पर्ला जस्तो ल लागौँ ल भयो होइन हाम्रो
सामान सबै यो सबै सक्यो अब हामी लाग्छौँ यहाँ माथि ल लागौ ल सबै छुटेलाई सामान हेर बोक्दिनु म अचारमा खाने होइन बोक्ने होइन कसैले भनेर मान्ने होइन हिरो पनि हेर्नु होइन जान जय सुरले खतम गर्छ त्यही हो उहाँ पुग्नुपर्छ त्यत्रो टाढा छ हेर्दा म त त्यो त्यहाँ हो यो डाँडा घुमे गर्दा त त्यहाँ पुग्ने अब सिधै जान मिलेन होइन लाग्छ सब थाकिसक्यो तात्याउन लाग्यो नि त नि त्यो लागि उकालो हिँड्न सकिँदैन नि प्लेनै नगरेको To what? Look. This man and this red man. This location. This Pensati. Oh. यताबाट घुम्नु भन्दा हामी उता माथि जाने हो हिँड डाइरेक्ट जाऊ न के गर्नु पर्ला छ वहाँ छ वहाँ कहाँ डाइरेक्ट चढ्ने भने डाइरेक्ट चढ्दिन 70 भएर ठ्याक्कै यताबाट घुमेर जानु भन्दा हामी उता माथि मजाले देखिन्थ्यो होला हेर्दै झाप भइसक्यो